नमस्ते नमस्कार सम्पूर्णजनामा तपाईहरुको माझमा फेरि पनि भिडियो लिएर आइसकेको छु। आज तपाईहरुलाई म सिकाउने छु कि यो अहिले मन्सिर 20 गतेको जुन हुन लागेको एक्जाम शिक्षक सेवा टिचिङ लाइसेन्स त्यसको बारेमा कसरी तपाई आफ्नो एडमिट कार्ड निकाल्न सक्नुहुन्छ अनलाइनबाट। धेरै जनाले गुनासो गरिरहेछ र मलाई पर्सनली मेसेज पनि गर्नु भएको छ। त्यसको बारेमा आज म भिडियो बनाएर तपाईहरुलाई सिकाइदिन्छु। सिम्पल तरिकाले आफ्नो एडमिट कार्ड हेर्न सक्नुहुन्छ र तपाईको एडमिट कार्डमा सिम्बल नम्बर हुन्छ, त्यसको द्वारा तपाई आफ्नो परीक्षाको केन्द्र हेर्न सक्नुहुन्छ। अनि कसरी हेर्न त्यसो म सिकाउने वाला छु। ल तपाईलाई म आफ्नो ल्यापटपको या कम्प्युटरको डिस्प्लेमा गएर हेराइदिन्छु कसरी हेर्ने त्यसको भिडियो। त लेट्स हेर्न सक्नुहुन्छ। म आफ्नो ल्यापटपको स्क्रिनमा आइसकेको छु अनि तपाईलाई हेराउन गइरहेको छु त्यो कसरी चेक गर्ने त्यसको बारेमा। त सबैभन्दा पहिला तपाईले आफ्नो क्रोम खोल्नु होला, क्रोम ओपन गर्नु होला। मैले एक थिचे मेरो क्रोम ओपन भइसक्यो। म त्यसपछि यसमा सर्च गर्छु। के छ हाम्रो वेबसाइटको नाम tscgov.license online। त्यसमा क्लिक गर्छु। त्यसपछि यस्तो इन्टरफेस हुन्छ, तपाईले हेर्न सक्नुहुन्छ। यो छ, त्यसमा यो ओपन गर्नु होला। ओपन गरेपछि तपाईको यस्तो इन्टरफेस आउँछ अनि तपाईले यो हटेपछि तपाईको यहाँ छ, यो साइडमा छ अध्ययन अनुमति पत्र। त्यसमा थिच्नु। थिचेपछि यहाँ हेर्न सक्नुहुन्छ। यो छ अकाउन्ट लगइन रजिस्ट्रेसन। त यसमा थिच्नु होला। तपाईले फर्म भर्ने टाइममा जुन आइडी राख्नुपर्छ त्यो आइडी राख्न सक्छौ। मैले राखिरहेको छु, मैले राखिहाल्यो। त्यसपछि म पासपोर्ट राख्न गइरहेको छु। तपाई आफ्नो पासपोर्ट राख्नु होला। त्यसपछि मात्र यो अगाडि बढ्छ प्रक्रिया, न त बढ्दैन। त्यसपछि तपाई आफ्नो पासपोर्ट राख्नु होला। म राखिरहेको छु। मेरो जति छ पासपोर्ट म त्यो राखिरहेको छु। त्यसपछि साइन इनमा क्लिक गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस खुल्छ, हेर्न सक्छौ। फाइनली यस्तो खुल्छ अनि त्यसपछि तल आउनु होला। यहाँ छ दरखास्त पेश गरेको विवरण, त्यसमा क्लिक गर्नु होला। क्लिक गरेपछि तपाईले यहाँ इन्टरफेस हेर्नु, दरखास्त पेश गरेको विवरण। त्यसमा यसो आउँछ, तपाईले हेर्न सक्नुहुन्छ। त्यसपछि स्लाइड गर्दाखेरि यसरी आउँछ दरखास्त। त्यसपछि परीक्षा सफल, त्यो रिजल्ट पनि त्यसमै आउँछ लाग्छ मलाई। त्यसमा हेराइरहेछ अनि त्यसपछि यहाँ एक्सन भ्युअर तल क्लिक गर्नु अनि यहाँ छ तपाईले दरखास्त दिएको समावेश भयो। अनि प्रवेश पत्र हेर्न चाहनुहुन्छ क्लिक गर्नु। यसमा सिम्पली तपाईले क्लिक गर्नु अनि यो इन्टरफेस ल फाइनली आयो। त्यसपछि आफ्नो प्रिन्ट गर्न सक्नुहुन्छ भने प्रिन्ट गर्नु, या त पीडीएफ गरेर सेभ गर्नुहुन्छ भने पीडीएफ गरेर